ल गाइज हामी चाहिँ अहिले यो भाले पार्क भन्ने रहेछ होइन हाम्रो नेपालीहरूले भन्ने चाहिँ भाले पार्क रहेछ र हामी चाहिँ यो पार्कमा आएको यति ठुलो छ कि पार्क हाम्रो लगभग पोखराको होइन स्याङ्जा जत्रो छ क्या त्यति ठुलो छ कि यो पार्क है हेर्नु त के पार्कमा चाहिँ अब पार्कभित्रको माहौल चाहिँ यस्तो छ मान्छेहरू चाहिँ टन्नै छ पार्कभित्र चाहिँ यस चिल गर्ने ठाउँ छ होइन हेर्नु यता मान्छेहरूले चाहिँ बर्थडे मनाइरहेछ त्यहाँ बर्थडे अनि पुरा घाम तापिरहेछ पिकनिक जस्तो र यता चाहिँ नाम सनबाथ हानिरहेछ यो रहेछ भाले पार्क भन्ने चाहिँ क्या नजारा है भाइ मान्छेहरू चाहिँ दिन्छ छुट्टी मनाउन यो ह्याप्पी सटरडे बनाउन यसरी आउने रहेछ कि मान्छेहरू चाहिँ अनि यस्तै छ भाले पार्क परेवाहरू परेवा मच अब हामी एकछिन यहाँ बस्छौँ यहाँ खाली रहेछ त्यो खालीमा एकछिन हामीले सिट हाल्छ एकछिन रेस्ट हाल्छौँ यहाँ बच्चाहरू छिर्ने रहेछ यहाँ बच्चाहरू खेल्ने ठाउँ रहेछ कि यो सब खेल्ने ठाउँ रहेछ कि मान्छेहरूले यो बच्चाको पार्क पनि छ फेरि यहाँ यो त हाम्रो कस्तो राम्रो क्या ठाउँ हो टु मच के ठाउँ मान्छे कछुवा रहेछ कछुवा यहाँ चाहिँ एउटा टर्टराइज रहेछ कि यहाँ कछुवा पुरा घाम ताप्दैछ यहाँ चाहिँ एउटा कछुवा डह्रो सनबाद दिइरहेछ तर अलिकति खोला चाहिँ हल्का फोहोर रहेछ तर यहाँ चाहिँ पुरै क्याक्टस पार्क जस्तो क्याक्टसहरू रहेछ फेरि यहाँ थुप्रै डिजाइनको क्याक्टसहरू रहेछ हेर्नु क्याक्टस चाहिँ ओपी छ ओपी यहाँ चाहिँ पुरै डर लाग्दो चिजहरू रहेछ डाइनोसर घाट जस्तो सबै कस्तो खतरनाक छ है यहाँ चाहिँ कुखुरा रहेछ कि यस्तो कुखुरा यहाँ छोडेको योलाई यसै भाले पार्क भनेको होइन नि यहाँ हेर्नु कुखुरा हेर्नु 2-3टा भाले पोथी रहेछ त्यही यस्तो भएर यसलाई भाले पार्क भनेको हो कि बुझ्नुभयो
lose my own silhouette. I'm getting stronger, step by step. The clock is ticking, but there's no time for me. I've been flying from town to town, from London to Taiwan. I've been all around the globe trying to protect your soul. We are heroes tonight. We will fly above the sky. We are heroes tonight. Yeah. We are heroes tonight. We will fly above the sky. We are heroes tonight. ल गाइज पार्क चाहिँ धेरै घुमियो अनि घुमेर चाहिँ अब एकछिन रेस्ट गर्न बसेको ठुलो रहेछ पार्क घुम्दा घुम्दा एकछिन खुट्टालाई नि आराम मिलोस् कि भनेर यहाँ दुबो जस्तो रहेछ अनि बस्दिनँ त भनेर बस्दिहालेको एकदम सफा रहेछ क्या धेरै एकछिन बस्दैछु आनन्द त्यही त हो ल एकछिन बस्छु अनि हजुर पार्क कस्तो लाग्यो त नि एक नम्बर केही बताइदिनुहोस् न त पार्कको बारेमा यसो हल्का तपाईँको यो कस्तो भयो आजको घुमाइको यस्तो एउटा केही बताइदिनुहोस् न नि आज घुमे रिफ्रेसिङ भयो अलि लामो अलि भन्दैछु सर्ट भाइ, नदेऊ ल न। ल आज घुमे एकदम रिफ्रेसिङ भयो यदि तपाईँहरू पनि मालगा एरियामा बेनालमादिना बेङ्गरोला टोरेमोलिनोमा हुनुहुन्छ भने यु क्यान भिजिट दिस पार्क पार्कको नाम के अरे दाइ पार्कको नाम मलाई थाहा छैन भाइ तर नेपालीहरूले चाहिँ भाले पार्क भन्दो रहेछ अब यहाँको पार्कको नाम त मलाई थाहा छैन बेनालमादिनामा छ पालोमा पार्क ए के पार्क अरे के रे बा पालोमा पालोमा पार्क टु भिजिट गाइज एकदम ल गाइस माइन्ड रिफ्रेसिङ बुझ्यो नि पार्कको नाम चाहिँ पालोमा पार्क रहेछ र पार्क यस्तो दामी छ त्यही र रमाइलो छ समर ड्रोन पनि हान्नु थिएँ भन न दामी छ घुम्न चाहिँ जो पालोमा पार्क। रमाइलो छ ठाउँ चाहिँ घुम्न आउनु होला तपाईँको यो स्पेनको मालागा वरिपरि त यार छ भने गोवामा आउनुहोस्। बसेर यार ल है त ल यति भन्दै मेरो भ्लग चाहिँ यहीँ टुङ्गाउन चाहन्छु होइन गाइज सी यु स्टे ट्युन होइन आउँदै आगामी दिनहरूमा नै राम्रो राम्रो भिडियोहरू लिएर आउने कोसिस गर्छु हेर्नु होला भिडियो राम्रो लागे कमेन्ट हानिदिनु होला सेयर हानिदिनु होला सब्सक्राइब हानिदिनु होला मन नपरे अब के गर्नु त नि हेरेर नि जानु होला त्यसो भन्दैमा हस् त बाई सी यु